नमस्कार, स्वागत छ तपाईलाई द अर्निङ यात्रामा, जहाँ हामी सिक्छौं पैसाको संसार, सोचको शक्ति र आत्मविकासको बाटो। भाग 1, पैसा कमाउन मात्र होइन, बुझ्न पनि सिकौं। नेपालमा धेरै मानिसहरू मेहनत गर्छन्, तर थोरैले मात्र आफ्नो पैसा कसरी चलाउने भन्ने कला सिकेका हुन्छन्। यसैलाई भनिन्छ वित्तीय ज्ञान। यो ज्ञानले सिकाउँछ पैसा कहाँ खर्च गर्ने, कहाँ बचत गर्ने र कसरी लगानी गर्ने। भाग 2, स्मार्ट मानिसले पैसा होइन सिस्टम बनाउँछ। स्मार्ट मानिसहरू केवल कमाउँदैनन्, उनीहरू आफ्नो पैसाको सिस्टम बनाउँछन्। जस्तै 50% आवश्यक खर्च, 30% इच्छा वा मनोरञ्जन, 20% बचत वा लगानी। भाग 3, बचत मात्र होइन लगानी पनि सिकौं। आजको समयमा बचत मात्र पर्याप्त छैन। यदि तपाईको पैसा सुतिरहेको छ भने त्यो घट्दैछ। त्यसैले लगानी सिक्नुहोस्। बैंकमा फिक्स्ड डिपोजिट, शेयर मार्केट, म्युचुअल फन्ड, सानो व्यवसाय सुरु गर्नुहोस्। भाग 4, मनोविज्ञान र पैसाको सम्बन्ध। धेरै मानिसहरू पैसासँग डराउँछन्। उनीहरू सोच्दछन् धनी बन्नु स्वार्थी हुनु हो, तर यो सोच गलत हो। पैसा त एउटा साधन हो जसले तपाईको जीवन, परिवार र समाज सुधार्न सक्छ। भाग 5, अब सिक्ने र अगाडि बढ्ने समय हो। अब समय आएको छ वित्तीय ज्ञानलाई आफ्नो जीवनमा लागू गर्ने। हरेक महिनाको खर्च लेखन सुरु गर्नुहोस् र सानो भए पनि नियमित बचत गर्न नछोड्नुहोस्। यही बाटोले तपाईलाई फाइनान्सियल फ्रिडमतिर लैजानेछ। यदि तपाई पनि आर्थिक रूपमा स्वतन्त्र बन्न चाहनुहुन्छ भने हाम्रो च्यानल द अर्निङ यात्रालाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।